हामी फर्किमै गाइस हो भन्नु पारा कस्तो पारा खास गरी यिनको बोयफ्रेन्ड हेर्न गएको बोयफ्रेन्डै भेटेन साउन 1 गते घुम्न हिँडेको सबै आफ्नै आफ्नै तालमा हिँडेर हामी दुईजना लास्टमा चाबी पनि बोकिरहेको छु है हातमा यस्तै छ पारा हामी यस्तो त हामी ब्रो भन्नु कुत्ता पनि पछाडि कुद्दै रहेछ यार ब्रोहरू घर बनाइसकेको यहाँ चाहिँ के को घर बनाएको नयाँ नयाँ घर बनेछ यहाँ खेलेगा फ्री फायर भाइहरू फ्री फायर खेल्ने अब के चेपेको मुखमा रोनाल्डो हे छिपकली छिपकली वाला यहाँबाट जाने हो क्या काली चढौला ओराली झरौला साध भन्छन् भने पनि त्यो पनि झरौला तरौला कि झरौला भन्नै होइन गीतै के भन्नु कसरी चढ्दो रहेछ हिरा हेरौँ है से गुड फ्री फायर खेलो 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 खेलेगा फ्री फायर ताना न यार मलाई कस्तो म यसरी चढ्छु डाँडा डाँडा कुदी हिँड्नु रमाइलो छ डाँडा पारीको गाउँमा गुदुलीको साँझैमा आइ आइ जुका त लाग्दैन नि जुकाले टोक्यो भने त ओहो मकैबारी पो आयो त ओहे मकैबारी दर्याम दर्याम हरियो काँक्रो कर्याम कर्याम लाहाई भन्ने गीत पनि भाइरल भयो डाँडामा त आइयो केटी होइन उहाँ पनि के बनाउँदैछ यहाँ मिजु रहेछ मिजु मिजु त सुँग्नु पो आउँछ त भाइ यो बालुवाहरू टोड्नाइन्थ्यो मकैबारी भएछ